हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी घुम्न जाँदैछौँ चरिङ्गी दह। सबैजना मिलेर मामा घरको हुन्छ नि त, अनि बहिनी पनि काठमाडौँदेखि आएको थिए, त्यही भएर जान लाग्यो। अब घर हेर्नुपर्छ ल हामीले पैसाको। अझै आएको छैन, अझै आउँदैछ। पैसाको घर आउँदैछ ल। ठुममा पुगेर रहेछु दिदी आएपछि। के हजुरको यो कपडाले छेकिदिएको। बोल्न के बोल्न चाहन्छु? काठमाडौँको चक्लेट, काठमाडौँको गिफ्ट। अर्को मान्छे ब्युटिफुल लेडी। ओए कहाँ जाँदा पछि मलाई आज आफूलाई देखाएको छैन। अब यता काम छ कि गाइज, हामी चाहिँ घुम्न छौँ के अरे चरिङ्गी दह। हाम्रो गीत हिरो नि हामीलाई जानु गयो छैन। हामी स्विमिङ खेल्न सक्छौँ। पाले पाले जाऊँ है यसरी। अन्टी के वाली हुनुहुन्छ? कागती चाउचावाली। ऊ त्यहाँ जेठी माइली अनि हजुरबाबु त अब त्यहाँ तिनजना अलिक बिजी नै हुनुहुन्छ। हामी चाहिँ लाग्यो गाइज। अन्टी साइलेन्टी सुन्नु न। जसको खुट्टा दुख्या त्यसलाई बराल्न पठाउँछु। अन्टी के को लागि के गरिदिन्छ? बस्ने बाटोमा। तिमी पागल हो? के तिनजना पुरुषहरूको ग्रुप, हाम्रो पुरुषहरूको ग्रुप। महिलाहरूको भनेकै दिनुले कस्तो बनाएको ल अब के भयो? यिनले के भन्यो त्यसो भन त। लिपस्टिक चाहिँ अर्को अरे, अर्को घाम आयो लाउदिने रे। छि राम्रो आएन, छि राम्रो आएन। यता 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 कुरा गर्ने पनि राम्रो ठाउँमा जानुपर्छ। त्यसलाई चाहिँ राम्रो लिपस्टिक चाहिन्छ अरे, त्यसलाई चाहिँ मिल्दैन अरे क्या, अरूको लाउने होइन अरे, आफ्नै रे। त्यही भएर हामी चर्च गरिरहेको छौँ। चर्च हामी सबै कुरा गरिरहेको छौँ गाइज, तिम्रो मात्र होइन। अब कसको कुरा सबैले हेर न। अझ हट भन्नु। माई गड, यिन चाहिँ धान रोप्न आएको छ। धान रोप्न आएको छ गाइज। हामी अब आउटफिट चेक गर्छौँ ल। यस्तो होला कि यसरी मोबाइल राखेर होइन, हामीले यसरी मोबाइल राखेको अनि यसरी जाने। अनि कस्तो नि यस्तो कस्तो पर्छ नि यस्तो कि राम्रो आज कस्तो राम्रो छ। वाउ, यो जङ्गल मेनमा राम्रो। हजुरबा एक्लै हुनुहुन्छ, सोचमा हुनुहुन्छ हजुरबा। यति राम्रो जङ्गल
यिनीहरू पहिला हामी जंगलमा घाँस काट्न आउँथ्यो दाउरा ल्याउन आउँथ्यो अहिले खोजी खोजी यिनीहरू के यहाँ जंगल मात्रै गर्न आउँछ भन्नुभयो सजबाले घुम्न आउँछन् भन्नुपर्छ हामी त्यही त आउनु थिएन अहिले हामी घुम्न यहाँ आउँछौँ जंगलमा गाई चाहिँ यता हेर्नु यहाँ एउटा सानो बच्चा केटी लुङ्गी डान्स के भयो आन्टी डक्टर हुँदै हुनुहुन्छ Guys, makeup. Lipstick touch up bन्छ मेकअप गर्नु ओके टच अप हैन मेकअप हो यो अनि घरदेखि मेकअप नगरेर आथिन त्यही भएर यहाँ मेकअप गर्दिदियो के हैन हामी चाहिँ नेचुरल ब्युटी नाटक यो च्याप्नीले यसरी मैले नजान्नलाई हामीलाई पाप टिक्न सिकाउँदै हुनुहुन्छ थुक्का सिकाउने मान्छे यसरी च्यास्न सकिन्छ भने अन्टिल देखाएको हो के त्यो ख्याल नगरी च्यासिन्छ भने के के हो कि यसरी म त बन राख्छु यसरी हो कसरी रे आन्टी फेरि वान्स मोर देखेन यसरी हेर यस्तो गराउने एउटा दाब्ने यो ट्याक्क गरेर यसरी कहिले यसरी च्यात्नै सक्छ यसरी च्यात्ने नि यस्तो गराउनु यस्तो गराउने ट्याक्कै देख्यौ ट्याक्क यस्तो यस्तो गर्दै राख्ने यहाँ मैले हेरेको छु आन्टी अलि सिकारु हुनुहुँदो रहेछ यसो गराउने गाह्रो भयो नि खानेकुरा हो दालको पानी राख्दै मिलाइन्छ यो कालो दिदीको बिहे हुँदैछ गाइस सोचमा फेरि एकचोटि त गीत नजाम अहिले त
जानेन के अहिले जानेन गयो भने के हुन्छ यस्तोले पनि खान्छौँ गाइस हामी एक फनको लाएर फर्किन लागेको ल आन्टी के हुनुहुन्छ सालको बिरुवा घर लगेर रोप्नु नि ए ठिक छ गुड जब हामी चाहिँ लाग्नु गाइस लेट्स गो के हो त्यहाँ त्यस्तो पुरै उभिएर त्यो आफ्नै तालमा छन् यिनीहरू बौलिसके म भन्ने एक्लै छु गाइस त हामी चाहिँ मिनी ब्लगर हैन हामी स्न्यापर युट्युबर म चाहिँ के पनि हैन टिकटकर म कोही भन्यो टिकटकर यति राम्रो सेन्स छ नि यति राम्रो छ वरिपरि यस्तो दामी छ नि नेचर तेरो नाम के बुझ्छे प्रिय हो हेर्नुहोस् गाइस हजुरले हेर्न सक्नुहुन्छ यति राम्रो छ नि हेर्नुहोस् यति राम्रो छ नि म हेर्नुहोस् यो जङ्गल यहाँ पानी यो पानी यहाँ जङ्गल त्यो पानी पहाड यो चलिँदा एकदम राम्रो छ हैन एकदम राम्रो छ पिसफुल के एकदम बाबु लोडी बाबु गोपु आ पिर्चैमा यस्तो सक्छ गर्न आइछ त ओ दिस डाउन न लगा रोड्छ पानीमा जान्छ अघि उबारी दगले ल्याइदिनु मलाई डाउन हुन्न पानी नभएको ठाउँमा यस्तो रुखमा यस्तो गरिरहेछ हेलो गाइस भन्दियो हेलो गाइस यसो ल हेलो गाइस नमस्ते गाइस गोपु आउ जाम बाबु लडिन्छ है राम बिस्तारै एउटा मान्छे नि पागल हो म पागल हो हजुर बाबा एकदम बिजी हुनुहुन्छ हिँड्दा पनि मोबाइल भिडियो हेर्दै हजुर धेरै नै बिजी एकदम बिजी अघि दुईवटा केटी हिँडिरहेका छन् दुईवटा जोकरहरू हामी चाहिँ फर्किसक्यौँ अघि बस्नुमा छ दिदी दिन्न म बनाइहाल्छु म दिन्न यहाँनिर छ यो बाटो छ कि अलिक पानीले गर्दा नि हो कि गइसक्यो अघि कस्तो खैरो अटो हो र हामी यहाँ फर्किसक्यो होइन चाहिँ राम्रो बाटोमा आइसकेको छ अब हामीले जित्नु पर्छ ल कसले ल जित्नु पर्यो हामी नै विनर होइन ल भेट्यो
गाइज अघि चेकिङ छ होइन, त्यही भएर हामी अटोदेखि झरेर हिँड्दै जाँदैछौँ। यस्तो अवस्थामा आइपुग्यौँ कि हामी। त्यहाँहरू हामीले छोडिदिन्छ। यिनीहरूले मार्छन् मौका पायो भने, तर हामी यस्तो दुःख पाउँदैछौँ। रमाइलो भइरहेको थियो गाइस, तर के गर्नु, अघि चेकिङ रहेछ। अब फुल छैन। अनुसाको बेबीले, अनुसाको सच्चीको सबैको बेबी, सबैको बेबी एउटै। दिदीको बिहेको भोज छ गाइज, यता जाम्रै भोज खान। दिदीको बिहे छ, सधैँ बिहे छ दिदीको। कन्ट्याक्ट गर्नु होला। हुन त मलाई भनिरहेको छ दिदी मिलाइदियो भन्दै। सिट अलरेडी बुक्ड। त्यही मैले कसैलाई बोकिदिएको छु। साँच्चै हो कि दिदी मिलाइदियो भनिरहेको छ होइन। बहिनीहरू चाहिँ पहिले पुग्छ, यिनीहरू चाहिँ पहिले पुग्छ। यता चाहिँ हामी छैनौँ। हामीलाई दुःख दिएर अङ्कलहरू, मामाहरू, हाम्रो मामा श्रीहरू जानु। त्यहाँहरूले कति ढिलो गरे होला फोटो खिच्नु भन्नु लागि। अनुसार तिमी कुन चाहिँ अनुसार गाइस, हामी चाहिँ हिँडिरहेको छौँ। यो चेकिङ भएर अटोदेखि झरेर मामाहरूलाई धेरै दुःख दिनु भयो गाइस। कस्तो बिग्रेको मामाहरू पनि, भान्जीहरूलाई दुःख दिनु हुँदैन नि त। कति टाढा गयो त्यो गाडी, कहाँ जानुभयो कि हामीलाई छोडेर गइहाल्नु भयो कि। कहाँ गयो के उद्या पार पनि चेकिङ छ र छैन के, अब त छैन अटो गाइस। यता हेर्नु गाइस, अटो नै यहाँ छँदै छैन। हामी उहाँ पुलभन्दा उहाँ पारीदेखि आएको होइन, हिँड्दै फोन आयो। अघि त्यहाँ हिँडाउनु पर्ने रहेछ, मोटो मान्छे घट्नु थियो। उहाँनिर त्यहाँनिर हुनु। कस्तो यति धेरै हिँडाएर पनि छिटो आउने दौड्यो। आफू मस्त छ अटोमा बसेर जाने, हामीलाई दौड्यो भन्नु लाग्दैन यहाँलाई। दिदी प्रोटेक्ट गर्छु भन्ने मजा फाइनली हामी बजार पनि आइपुग्यो। अब म
पर्सन छ त्यो पनि म भिडियो बनाइरहेको छु अब मोबाइल अफ हुन्छ सरिस्मा ल अब बाई भन्यो अब दसैँ तिहारमा भेटौँ ल दिनु होला दसैँ तिहारमा दसैँ तिहारमा भेट हुन्छ त्यही हो अब जानु